हेलो नमस्ते गुड इभिनिङ सबैलाई मेरो तर्फबाट तपाईँहरू चाहिँ के कस्तो अवस्थामा रहनु भएको छ सधैँ खुसी नै रहनु होला। तपाईँहरूको खुसीले गर्दा नै म पनि खुसी नै छु। मेरो पनि खुसी मायाहरू तपाईँको लागि नै सधैँभरि अझम्बरी नै रहनेछ। यसरी नै साथ र सपोर्ट गरिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। जहाँ भए पनि खुसी नै रहनु होला। मैले सधैँ भन्ने गर्छु तपाईँहरू जहाँ जस्तो अवस्थामा भए पनि खुसी चाहिँ रहनु होला। तपाईँ खुसी रहनु भयो भने नै सबै नै खुसी रहनेछ। त्यसै गरी आज चाहिँ म एउटा सानो भ्लग बनाउनु गइरहेको छु। भ्लग चाहिँ के छ भन्दा आज साथीले चाहिँ यता थुक्पा खाने रे अनि थुक्पा बनाएको के कसरी बनाउँदो रहेछ होइन साथीको तरिकाहरू म देखाउन गइरहेको छु। हेरिदिनु होला। साथ सपोर्ट लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त। म उता साथी चाहिँ किचनमा बनाउनु लागिसकेको छ। म उता गएर देखाउँछु है त पुरै। ल हेर्नु है त मासु चाहिँ गज भएर भइसकेको छ। यस्तो बवाल भइसकेको छ कि ओहो हो हेर्दै खाउँ 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 लाग्ने भइसकेको छ। अब यो सबै रेडी भएपछि म देखाउँछु तपाईँहरूलाई नि। राम्रोसँग हेरिदिनु होला है त। यस्तो राम्रो भइरहेछ कि मासु चाहिँ रातो भइरहेछ। अहिले म एकछिनमा अहिले टेस्ट पनि गर्छु होला। मेरो साथीले चाहिँ चलाएको छ। यो मैले चाहिँ भिडियो बनाइरहेको छु। साथीले चाहिँ चलाइसक्यो। यहाँनिर यस्तो रातो भएको मसलाहरू चाहिँ हाल्न बाँकी छ। अब यो फ्राई मात्र गरेको हो। नुन खुर्सानी मसला हाल्नु चाहिँ हाल्न बाँकी छ। अब हालिसकेपछि म देखाउँछु के कति रेसिपीमा हाल्ने हो, साथीले कसरी हाल्छ, कति टाइममा हाल्छ, म सबै पुरै देखाउँछु। हेर्नु होला है त। यस्तो राम्रो भएको छ। अब यता हेर्नु, यो चाहिँ चाउमिन यहाँनिर रेडी भइसकेको छ उसिनेर। त्यसै गरी यता यहाँनिर टमाटर र प्याज भइसकेको छ। ल हेर्नु अब फेरि यतापट्टि लिएर आएँ मैले। अब हेर्नु त यहाँनिर यस्तो राम्रो भइरहेछ कि यस्तो राम्रो भइरहेछ कि ओहो हो। अरू बेला त हेर्दा नि नखाउँ नखाउँ जस्तो हुन्छ। आज चाहिँ यस्तो बवाल बनाएको छ कि साथीले यस्तो बवाल बनाइरहेको छ कि हेर्नु न यहाँनिर भिडियो हेर्नु। तपाईँहरू नि मुखबाट पानी आइसक्यो होला। मेरो पनि मुखबाट धेरै पानी आइसक्यो हो। यस्तो रातो ओहो हो। बरु यस्तो रेस्टुरेन्टतिरको के हुन्छ र यस्तो बवाल भएको छ। अब यहाँ हामी चाहिँ हाल्छौँ प्याज हालिरहेको साथीले। अब यहाँ प्याज अनि यहाँनिर यहाँ चाहिने रेसिपीहरू सबै मिलाएर हाल्छौँ। हेर्नु त चलाइसकेको छ साथीले। साथी चाहिँ कुक एक नम्बरको कुक हुनुहुन्छ। रातो हुन लागिसक्यो प्याजहरू पनि। यसो हेरिदिनु होला है त। हेर्दै गर्नु होला। स्किप चाहिँ नगरिदिनु होला है त। साथीले चलाइसकेको छ। यस्तो बवाल भइरहेछ कि ओहो हो। ल यहाँ चाहिँ सबै रेडी भइसक्यो। यहाँनिर अब टमाटर पनि हालिसक्यौँ। यस्तो ग्रेभी भइरहेछ कि भातसँग चाहिँ खाउँ खाउँ जस्तो भइसकेको छ। एकछिन अब छोप्छु है त। अब मैले झिकै एकचोटि हेर्नु न यस्तो खाउँ खाउँ लाग्दो भइसकेको छ कि होइन। यो चाहिँ अहिले नै खाउँ खाउँ भइसकेको छ। अझै छ, अझै यहाँनिर बनाउनु बाँकी छ। अब यहाँ साथीले चलाउनु भयो। झन् त्यो भन्दा नि अहिले त झन् ग्रेभी नै ग्रेभी भइसकेको छ है। अब के कस्तो खान मन लागेमा यताउता गरेमा चाहिँ सम्पर्क गर्नु होला है त। यता नजिकै हुनुहुन्छ भने चाहिँ टक्क कमेन्ट गर्नु ठ्याक्कै हामी बनाएर मेरो साथीले दिनुहुन्छ हो। त्यस्तो त्यति नै छैन। जे होस् मेहनती छ। बवाल बनाएको छ है त। हेर्नु साथीले थुक्पाको झोल पनि लगाइसकेको छ। अब एकछिनमा अब हामी यहाँनिर रेडी बनाउँछौँ। अलि हामी अब 3 जना छौँ। त्यही भएर चाहिँ अलि धेरै पानी हालेको छ। अब यहाँ उम्लेपछि देखाउँछु है त म। यहाँ उम्ली पनि सकेको छ। यस्तो बवाल भएर उम्लेको छ। हेर्दै खाउँ खाउँ लाग्दो भइसकेको छ। यस्तो टेस्ट छ कि हेर्दै नै ओहो हो। उम्लिसकेको छ। पानी चाहिँ अलिक बढी हालेको छौँ। जोस थुक्पाको त खाने भनेकै झोल हो होइन। त्यही भएर चाहिँ अलि झोल अलि बेसी हालेको छ हामीले। ल अब रेडी भइसक्यो। अब रेडी भएर यो साथी चाहिँ हाल्दैछ यी चाउमिनमाथि यो रस हालिसकेको छ। म चाहिँ भिडियो बनाउँदैछु। हेर्नु न यस्तो राम्रो भइरहेको छ कि ओहो हो। यो चाहिँ मासु, यो चाहिँ चिकनको चिकन खाने जति यताउता केही अब थुक्पा खानु मन लागेमा चाहिँ यसो सम्पर्क गर्नु होला हामीलाई होइन।
हामी त फेरि मोमो चाउमिन थुक्पा होइन इत्यादि त सबै बनाउँछ नि। अघिल्लो भिडियोमा नि हामीले मोमो बनाएको थियौँ। हामी त के हो सबै किचनको हो नि त हामीहरू। हेरेर चाहिँ साथ हुनु। यहाँ हेर्नु न यस्तो राम्रो भएछ कि ओहो तपाईँहरूलाई नि यस्तो खाउँ लाग्यो होला हो। मलाई पनि खाउँ त लागिसकेको छ है। अनि अब यतापट्टि साथी चाहिँ अब मैले चाहिँ देखाइरहेको छु, साथी चाहिँ उता काम गरिरहेको छ आफ्नो। हेर्नु है त ओहो होइन ल मैले चाहिँ सुरु गर्न लागेँ है त। ओहो मेरो साथीले बनाएको चाहिँ आज एकदम मिठो न मिठो भएको छ। यो नेपालको भन्दा नि नेपालमा बनाएको भन्दा नि यहाँ जापानमा आएर खाएको फर्स्ट टाइम हो। यति मिठो छ कि तपाईँहरू पनि केही टेस्ट गर्न चाहनुहुन्छ भने चाहिँ ट्याक्क मलाई सम्पर्क गर्नु होला। ब्लग मार्फत गर्दा नि हुन्छ, यसो अब फेसबुकबाट मार्फत गर्दा नि हुन्छ। म चाहिँ साथीलाई भनेर टक्क तपाईँहरूलाई नि ट्याक्क पुऱ्याइदिन्छु है त। म अब सुरु गरेँ है त, म जो सक्छु है त। आज चाहिँ धेरै सबै तिम्रो तिमीले छाया